साथीहरु स्वागत छ आजको यस नेप्से अपडेट युट्युब च्यानलमा। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरेर छेउमा रहेको घण्टी बटन पनि दबाउन सक्नुहुनेछ। यस च्यानलमा आउने नयाँ भिडियोहरु सबैभन्दा पहिला हजुरले हेर्न सक्नुहुनेछ। ल साथीहरु अब कुरा गरौँ यस भिडियोतर्फ। आज चाहिँ मैले 4-5 दिनदेखि लगातार घटिरहेको यस नेप्सेको बारेमा भन्न गइरहेको छु र नेप्से किन घटिरहेको छ र के कारणले घटिरहेको छ र अब चाहिँ घटिरहेको बेलामा चाहिँ के गर्ने भनेर यस भिडियोमा भन्नेछु। यो भिडियोलाई चाहिँ नछुटाइकिन अन्तिमसम्म हेर्नु होला। लगातार नेप्से घटे पनि हिजो चाहिँ डेभलपमेन्ट बैंकको इन्डेक्स चाहिँ साथीहरु बढेकै थियो। अहिलेको यो अवस्थामा हेर्नुपर्दा चाहिँ जुनसुकै कम्पनीमा पनि सेलिङ प्रेसर मात्रै आएको देखिन्छ। किनभने मान्छेले चाहिँ अहिले अब सेल नै गर्न खोजिरहेका छन् र बाइ गर्ने मान्छे इच्छुक नभएको देखिएको छ। यस्तो बेलामा चाहिँ हजुरहरु चाहिँ पक्कै पनि नआत्तिनु होला र मार्केट एक न एक दिन त माथि त अवश्य नै जाने नै छ। अहिले चाहिँ मार्केट अब हल्ट पनि भएको जस्तो देखिएको छ। नेप्सेमा लगातार गिरावट आए पनि चाहिँ कुनै कम्पनीको इन्डेक्सहरु चाहिँ राम्रै अंकले पनि बढिएको देखिएको छ। मार्केटमा चाहिँ अहिले चाहिँ ठूला खेलाडीहरु छिरेर चाहिँ अहिले 81 निक्लिने गरेको पनि देखिएको छ। अब यस्तो बेलामा चाहिँ हजुरहरुलाई मैले नआत्तिनै भन्दछु। हस् त साथीहरु, अब आजको लागि भिडियो यति नै। यस च्यानललाई मन पराउनु भएको छ भने चाहिँ एक लाइक र एक सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस् त, धन्यवाद।